हेलो गाइज वेलकम बैक टु माई च्यानल। आज हामी चिकन अचार बनाउने छौँ। फर्स्टमा चाहिँ पिस गरेर काटेको चाहिँ मैले राखिनँ, तर हामीसँग फ्राई गर्दै गरेको छ। अनि त्यसपछि हामीसँग लौंगहरू सबै थोक छ, तोरीहरू छ, अनि सानो गरी काटिएको अदुवा अनि लसुन छ, अनि त्यसपछि धनियाँको दाना छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि यो भिडियो अलिक लामै छ, सो त्यही भएर अनि त्यसपछि रातो हुँदै फ्राई भइरहेको छ चिकन। अनि त्यसपछि हामीसँग 9-10 वटा डल्ले खोर्सानी छ, त्यही भएर भिडियो अलिक लामै छ। सो गाइज अल्छी नमानिकन हेरिदिनुहोस्, हामीले मेहनत गरेर बनाएको फर्स्ट ट्राई हो। सो तपाईहरुलाई मन परे लाइक शेयर कमेन्ट पनि गर्न सक्नुहुन्छ, मन परे पनि गर्न सक्नुहुन्छ, तर केही छैन। त्यसपछि हामी डल्ले खोर्सानीलाई ग्राइन्डरमा राख्छौँ, राखेपछि त्यसलाई हामी पिस्नेछौँ सानो सानो गरेर। अनि अब पिसिसकेपछि यस्तो भयो खोर्सानी, डल्ले खोर्सानी। अनि त्यसपछि हामी ताईलाई बसाउनेछौँ। अनि त्यसपछि अघिको सामानहरूलाई हामी सबै थोकलाई ताईमा राख्नेछौँ। सबै थोक तोरीहरू, धनियाँको दाना सबै थोक हामी राख्नेछौँ, तपाईँले हेर्न सक्नुहुन्छ त्यसमा। अनि त्यसपछि अलिक लामै छ भिडियो गाइस, त्यही भएर सरी होइन, तर पनि अब चिकनलाई देखाएँ फ्राई गरेर निकाल्दा यस्तो भएको थियो चिकन। अनि त्यसपछि हामीले त्यो अहिलेको सामानहरूलाई भुट्दैछौँ, किनकि रातो भएसम्म भुट्नुपर्छ त्यसलाई। सो हामी त्यसलाई भुटिरहेको छौँ। अनि त्यसपछि ग्राइन्डरमा मैले त्यो राखिसकेको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि हामीले पिसेको छौँ, त्यसलाई धुलो बनाएको छौँ, सबै थोक राखेर मसिनो गरेर हामीले धुलो बनाएको छौँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि हामीले ताईमा तेल राखेका छौँ तातो गरी। अनि त्यसपछि लसुन र अदुवालाई हामीले तेलमा राखेर फ्राई गर्दैछौँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। एकछिन भए पनि मैले चलाइदिएँ त्यसलाई। अनि त्यसपछि त्यसलाई रातो भएसम्म हल्का फ्राई गर्नुपर्छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ गाइस। अनि त्यसपछि हामीले अलरेडी रेड चिल्ली पाउडर राखेको थियौँ, अब त्यो खोर्सानी, त्यो पिसेको खोर्सानीलाई हामी राख्नेछौँ। अनि त्यो धुलोलाई पनि, त्यो धुलोभन्दा पनि त्यो अगाडि देखाएको सामानहरू त्यसलाई मसिनो गरेर धुलो बनाएको थियो, त्यसलाई राख्नेछौँ हामी। अनि चलाउनेछौँ हामी एकछिन त्यसलाई गाइस, तपाईँहरूले हेर्न सक्नुहुन्छ। हामी त्यसलाई चलाइराख्नेछौँ। अनि हामी त्यसपछि चिकनलाई राख्नेछौँ त्यसमा।